अनि कि साँच्चै काठमाडौँमा त रासोपाको केही फरक छैन। जहाँबाट जन्मियो त्यहीँ त छैन भने ग्रामीण भेगमा भएर चुनाव जित्दैन भन्ने शङ्कर पोखरेल कता छन् होला कुन्नी। यसो रिजल्ट हेर्न भ्याए कि पहिल्यै यसो पानी खानतिर गए कता छन् होला। यसो रिजल्ट कति कति ठाउँमा के भयो भनेर सुनाइदिन पर्छ कि कतै बिहोसै त भएनन् होला पक्कै। अब मूल्याङ्कन त खत्रै गरेका थिए, अब मूल्याङ्कन गरेको उल्टो परिदियो। अब के हार्नु, अरूलाई खनेका खाल्टा आफै परिन्छ भन्ने कसलाई के थाहा हो नि त। अरूलाई खाल्टो खनेर डुबाउँछु भन्दाखेरि आफै डुबियो। अनि के छ हौ शङ्कर पोखरेलजी, नमस्कार छ, आरामै हुनुहुन्छ के अरे? धेरै दिन भयो मायालाई कुरेको, मायालाई कुरेको रहेछ आज भेट हुन जुरेको खोली बगर जहाँ पुगौला तिमी कहाँको म कहाँको, कहाँको म कहाँको, कहाँको फेसबुक सञ्जाल थो हाम्रो भेट भएको छ फुला बनाइमा। निष्ठुरीले बिर्सिराइ गइनी सम्झना मनैमा। तिमी कता म कता कहाँ होला, म कता कहाँ होला तिमलाई पनि मैलाई झैँ भावला। तमघासमाथि रेसुङ्गाको वन सँगै हुन पाएन निर्माया। न्याउलीसँगै रुन्छ मेरो मन। तिमी कता म कता कहाँ होला, म कता कहाँ होला तिमलाई पनि मैलाई झैँ भावला। तमघासमाथि रेसुङ्गाको वन सँगै हुन पाएन निर्माया। न्याउलीसँगै रुन्छ मेरो मन। हाम्रो माया बनायो ढुकढुके, बनायो ढुकढुके भेट गराथ्यो यही एउटा फेसबुकले। तमघासमाथि रेसुङ्गाको वन सँगै हुन पाएन निर्माया। न्याउलीसँगै रुन्छ मेरो अब चुनाव जितिन भनेर गुनासो पनि के गर्छ भाइ राजा हो। अब प्रचार प्रसार गरेर आफ्नो प्रचार प्रसार गरे पो हुन्छ। त्यही एउटा रविको प्रचार प्रसार गर्दैका थियौ, त्यही भएर सबैले हो प्रचार प्रसार रविको गरेको थियो भने घन्टीमा भोट बजाए। गल्ती के गरे जनताले? प्रचार जसरी गर्यो भोट त्यसरी आयो।
सम्पूर्णमा नमस्कार छ। पूर्वी द्वन्द्वका कारण रोकिएका फ्लाइटहरू सम्पूर्ण सञ्चालन हुने भएका छन्। तसर्थ छुट्नुभएका दाजुभाइ दिदीबहिनीहरूले आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी आफ्नो टिकटको डेट फिक्स गर्नुहोला। अर्थात् आफूले टिकट काटेको ठाउँमा सम्पर्क गरेर आफ्नो टिकटको डेट फिक्स गरेर आफ्नो फ्लाइट सुनिश्चित। सम्पूर्णमा नमस्कार छ। पूर्वी द्वन्द्वका कारण रोकिएका फ्लाइटहरू सम्पूर्ण सञ्चालन हुने भएका छन्। तसर्थ छुट्नुभएका दाजुभाइ दिदीबहिनीहरूले आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी आफ्नो टिकटको डेट फिक्स गर्नुहोला। अर्थात् आफूले टिकट काटेको ठाउँमा सम्पर्क गरेर आफ्नो टिकटको डेट फिक्स गरेर आफ्नो फ्लाइट सुनिश्चित। सम्पूर्णमा नमस्कार छ। पूर्वी द्वन्द्वका कारण रोकिएका फ्लाइटहरू सम्पूर्ण सञ्चालन हुने भएका छन्। तसर्थ छुट्नुभएका दाजुभाइ दिदीबहिनीहरूले आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी आफ्नो टिकटको डेट फिक्स गर्नुहोला। अर्थात् आफूले टिकट काटेको ठाउँमा सम्पर्क गरेर आफ्नो टिकटको डेट फिक्स गरेर आफ्नो फ्लाइट सुनिश्चित। देशमा भएका रोजगारको अन्त्य गर्ने, देशमा भएका कल कारखाना सबै बेच्ने काङ्ग्रेसलाई भोट हाल्नुभन्दा त त्याउनु गएर कुकुरको पुच्छरमा समाएर हिँड्नु बेस्ट हुन्छ है साथीभाइ। यो कुरा चाहिँ एकदम बुझेर भोट हालौ। देशमा भएको कल कारखाना बेच्ने काङ्ग्रेसलाई नो भोट भनौ।